तिमी चिन्ता नगर म आइहाले के आइहाले। हेत्तेरीका यो घरकी बुढीको चिन्ता नगर न, तिम्रो लागि त यो ज्यान सिधै हाजिर छ। यो बुढी त म जसरी मिलाइहाल्छु नि, एकछिन पक्रेर जुत्ता सुत्ता कसेर म हिरो आइहाले ल। जुत्ता पनि कति फुट्छन् फेरि ल्याएर छ। होइन है बुढा, यो जुत्ता सुत्ता लाएर तयार भएर कता जान लाग्यो फेरि? हेर न बोलेको ढङ्ग आफ्नो बुढासँग। अब यो जुत्ता सुत्ता प्यान्ट सर्ट लाएर के हिरो भएको तँलाई डर लाग्यो? डर लाग्यो नभन नि। तिमीले यो घरमा मलाई के भनेर ल्याएको छौ? अहिलेसम्म केही दिन सकेको छौ? तँलाई के दिनु पर्यो? लाउन खाना यस्तो राम्रो राम्रो दिएको छु, त्यहाँभन्दा तँलाई अरू के चाहियो भन् त? प्यार गरिरहेको छ। आफ्नो श्रीमानसँग बोल्ने तरिका यही हो तेरो? खुब रहेछ नि तिम्रो चाहिँ बोल्ने तरिका। काहीँ नभएको बे गरेर ल्याएको 6 महिना भइसक्यो, अहिलेसम्म राम्रो लुगा लाउन दिएको छैन, राम्रो खाना लाउन दिएको छैन। यस्तै तरिका हो भने त अर्कैसँग पहिला गइदिन्छु अनि बल्ल खान्छौ। होइनले कस्तो कुराहरु लाउन खाना दिदैन, के त नाङ्गे बसिरहेछ यस्तो अहिलेसम्म? यस्तो राम्रो लुगालाई किन देखाए त? जाने मन छैन गइहाल। खुट्टा भयो जुत्ता कति फेरि ल्याउँछु नि, के को मलाई मतलब? जा त गइस भने अर्की ल्याउँछु, अर्की गइ भने अर्की ल्याउँछु, मलाई यत्रो डर लाग्यो। के रे म त पहिलो गइदोस् जस्तो लाग्छ कि आउ तिमीलाई। अर्काको छोरीलाई ल्याएर बिन्चली बनाउने खुब तिमीले ल्यायौ नि अर्को। तिमीलाई त यसो चाहिँ नगरी हाल्न त नि, हात हाल्नु पर्छ त तँलाई। के कुरा गरेको त तिमीले? के भनेर ल्याएको थियौ घरमा मलाई? अनि जान्छु भन्छ जस्तो नि ल्याउँछु नि अर्की गयो भने अर्की ल्याउँछु, मलाई के गोटा ल कुरा गरिरहेछ। खुरुका भित्र जान्न त पड्काइन्छ अहिले। ए अब त मलाई हात पनि उठाउने भयो हैन? तिमीलाई त मैले के नगर नगर घरमा के भनेर ल्याएको छौ? ह के भनेर ल्याएको थियौ तिमीले मलाई? थाहा छ कि थाहा छैन? हेर है, मैले भनिदिएको छु, मैले भनेको जस्तो भएर भने फेरि तिम्रो खैरत छैन। होइन तैँले के गर्छस् के जोरी खोजेको हो त खोजेको? तिमीले के गर्छौ? ह भन त, तिमीलाई त जान्छ यतिकै के गर्छ यो? मैले तिमीलाई यतिकै तिमी खप के भन्छ? राम के देख्न भएको यस्तो? लोग्नीले स्वास्नी कुटेको त जहाँ पनि देखेकी थिए। मैले त स्वास्नीले लोग्नीको नामर्दा के स्वास्नीले कुट्दाखेरि गरेर थापेर बसे जस्तो त उठेर कुट्न सक्दैनस्? आमा तिमी पनि धेरै आफ्नै छोराले फुरफुर नपार। के का फुरफुर? मेरो छोरा देखेर पछि लाएर कि भुइँ छोड्न नसके कि अझै मेरै छोरालाई कुट्दिरहेछ। जाऊ त, तैँले मेरो छोरालाई कुट्न सक्छस्? बिचारा कति गरेर पार हुर्काएको छोरो अर्कै छोरी आएर त्यसरी कुट्दिरहेछ। मैले यिनी कुटे खाली कसरी हेर्छु नि? मेरो यस्तो राम्रो छोरालाई रक्षकले कुट्ने पो रहेछ। त फेरि के हेरिराख्छस् त? तँ स्वास्नी पनि कुट्न सक्दैनस्? नमर्द भन्छन् नि सबैले। अब तिमी बुढी पनि आफ्नै छोरालाई सुमसुमाएर बस्छ। कुन दिन तिम्रो नाकमा मुतेर हिँडिन्छ अनि बल्ल चाल पाउँछौ। के रे के भनिस् अरे तैँले? सासूसँग बोल्ने तेरो त्यस्तो होसियार तँले सिकाएको? त्यही सिकेर आइकस्। तिमीलाई पनि तिमीहरूको आमा र छोरालाई त मैले जानेकी छु। के गर्ने होला? हेर त यस्तै हो भने त अब यो घरमा तेरो र मेरो बासुला जस्तो छैन। हातै छोडी त म सासूलाई पनि हेर त के गर्ने होला? पनि उस्तै के खै के गर्नु आमाले लाग्दो रिसुटी सबै लाग्नु क्या गर अब। बाटा भेटेका केटी उठुलेर ल्याउँछ, मागेकी केटी बिहा गरे भाइ कति राम्रो हुन्थ्यो होला। यो पहिला गएर त आमा अर्की लिएर आइहाल्ने गरेर के गरेर जान। अब त यसले त यो घर त छोड्दिने चम्चे पहिला र खन्छस् ल्याउने बेला। त्यसमा नगर्नु न आमा, क्या छोरो हो क्या रे कमसेकम।
यतिसम्म नगरे हुन्थ्यो अनि बस्नु गाउँले बटुलेर कुरा हेर्न पर्यो के यो राक्षसनीले त यहाँ राख्नु भएन छोरा म त बस्नै सक्दिनँ यछि त अब म गाउँले भेला पर्छु अनि त्यहाँबाट यसलाई निकाल्नुपर्छ कसरी निकाल्नुपर्छ मलाई थाहा छ